नमस्ते, म कृष्ण भारद्वाज। तपाईहरुलाई मैले आइतबार के गर्ने के नगर्ने बारेमा बताइसकेको छु। अब आउनुहोस् सोमबारलाई सुनौं। सोमबार भनेको चन्द्रदेवको समय, चन्द्रमा खुसी पार्ने समय, अनि चन्द्रमा भनेको आमालाई खुसी पार्ने समय, अनि त्यसपछि भगवान शिवलाई खुसी पार्ने समय, शिवजीको उपासना गर्ने समय। शिवजीलाई के गरी खुसी पार्ने? व्रत लिनुहुन्छ भने सोमबार 16 वटा सोमबार व्रत लिनुस्। अनि सोमबारको दिन के गर्नुस् भन्दाखेरि एउटा बेलपत्र अलिकति जल भगवानलाई चढाइदिनु भयो भने भगवान प्रसन्न हुनुहुन्छ। सोमबारको दिन दूध खानुस्, तर दूध, दही अथवा सेतो कुराहरू दान नगर्नुस्। दान गर्नै हुँदैन। कपाल काट्ने हुन्छ, कपाल काट्ने भए काट्नुस्, तपाईको 7 महिना आयु बढ्छ। त्यसपछाडि त्यति मात्र होइन है, तपाई भगवान शिवजीलाई खानेकुरा भोग लगाउँदै हुनुहुन्छ, प्रसाद भोग लगाउँदै हुनुहुन्छ। त्यसपछि याद गर्नुस्, पहेँलो रङ भएको चिज, पहेँलो कलर आउने नलगाउनुस्। त्यसपछि तपाई दूध सेवन गर्न सक्नुहुन्छ त्यो दिन, तर जाँड रक्सी हुँदैन है, हुँदैन। त्यसपछि अर्को कुरा छ, कपडा, सेतो कपडा लगाउनुस्, कालो हुँदैन नि फेरि। अर्को कुरा थपौँ त, अर्को कुरा के भने तपाई यात्रा गर्दै हुनुहुन्छ भने पूर्व र दक्षिणको बीच आग्नेय कोण भन्छ जसलाई याद गर्नुस्। यदि हिँड्दै हुनुहुन्छ आग्नेय कोणमा भने अनुहार ऐनामा हेर्नुस् र मुस्क मुस्कुराउनुस्, हिँड्नुस्, सफल हुन्छ यात्रा। अर्को कुरा, तपाई त्यो दिन नयाँ जागिर खाँदै हुनुहुन्छ, नयाँ काम थाल्दै हुनुहुन्छ भने हुँदैन। त्यो परिवर्तन भइरहन्छ तपाईको, फेरि चेन्ज हुन्छ, तपाईको दिमाग चेन्ज हुन्छ, काम चेन्ज भइरहन्छ, हुँदैन है। यो कुरा पनि गर्नु हुँदैन। अर्को कुरा, अन्तिम कुरा सुन्नुस्, दिउँसो सुत्ने बानी छ तपाईलाई? दिउँसो पनि नसुत्नुस्, अल्पाहार खानुस्, थोरै खानुस्। त्यसपछि पानी पिउनुहुन्छ भने पानी चाहिँ ग्लासमा छोड्नु, काम गर्दै नगर्नुस्, खानुस्, त्यो पनि सबै पिइदिनुस्। अर्को भनेको पान सुपारी मसलादार चिज खाँदै नखानुस्। सर्सीको साग, भेन्टा हुँदैन। मोद्दा मामिला गर्दै हुनुहुन्छ त्यो दिन पनि नगर्नुस् है, नगर्नुहोस्। हारिला। धन्यवाद।